हेलो नमस्ते लस्सो फ्याफुल्ला साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल न्यू डे न्यू भ्लग आज पनि लिएर उपस्थित भइसकेको छु म मिना गोले। आज चाहिँ नयाँ ठाउँबाट यो चाहिँ मेरो माइती घरको बाख्रागोठ हो। आमाले बाख्रालाई खोले खुवाउँदै हुनुहुन्छ। हेर्नुहोस् यो चाहिँ मेरो आमाको पौरख हो। हामी चाहिँ काम विशेषले गर्दाखेरि घर आएको थियौँ। घरको ब्लगहरू चाहिँ बनाउन सकिनँ, एकदम काममा बिजी व्यस्त भएको कारणले चाहिँ मैले चाहिँ ब्लग बनाउन सकिनँ। यो चाहिँ नानीले बनाएको हो। जति नानीले बनाएको छ त्यति चाहिँ म ब्लगमा राख्दिनै छु। हजुरहरूले मन पराइदिनुहुन्छ होला भन्ने आशा राखेको छु। मन पराउनु भयो भने मेरो भिडियोलाई लाइक कमेन्ट शेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। चाहिँ बाख्राकोट आमा पुरा बाख्रालाई खोले चलाउँदै हुनुहुन्छ। यसरी गाडी चलाउँछन् गाउँघरतिर सुर्खाबारीमा। एउटाको गाडी यस्तो छ, अर्कोको गाडी यस्तो छ। ए ड्राइभरहरू हाम्रो झ्याम्पल ड्राइभर हो। यो चाहिँ झम्पल हान्दैछ। ओ माई गड झम्पल ड्राइभर। नगर न गरे पनि आएछ दिदी। यसको घाँटीमा के भएछ? मैले दबाई लगाइदिएको थिएँ। लु हाम्रो सरजी चाहिँ यता हुनुहुँदो रहेछ एक्लै। बोका हो त्यो, खसी होइन, खसी हो, बोका हो क्या। हाम्रो परिवार चाहिँ बाबा चाहिँ भित्र सुतिराख्नु भएको छ। हामी चाहिँ यता टिकटक बनाउँदैछौँ। आमा छोरा छोरीहरू मिलेर, नातिनी मिलेर। सिन्धुलीगढी आइपुग्यौँ। हामी चाहिँ घरबाट फर्किएकोमा माइला दाइले सिन्धुलीगढी पनि घुमाइदिनु भयो। माइला दाइलाई धेरै धेरै धन्यवाद। हामी चाहिँ अब गढी दरबारभित्र हामी प्रवेश गर्दैछौँ साथीहरू। हात्ती घोडा पनि कति छ। यहाँ चाहिँ पिङ पनि रहेछ। साथीहरू हामी चाहिँ 3 जना यता दिदी बहिनीहरू। कान्छी म्याम यसरी हिँड्दै हुनुहुन्छ। युद्ध संग्रहालय। हाम्रो राष्ट्रिय झण्डा, नेपालको राष्ट्रिय झण्डा।
माथि भित्र जाने ब्लग हो ब्याकमा आउनु नि यता हाम्रो मालदाई यता फर्किन्न हाम्रो मालदाई हामी चाहिँ भित्र पनि घुमेर आइसक्यौँ सङ्ग्रहालयभित्र तर भित्र चाहिँ फोटो भिडियो चाहिँ खिच्न नदिँदो रहेछ साथीहरू भित्र डोलीवरी आइसक्यौँ हामी साथीहरू गाडी घुमेर हामी अब फर्केको घडी त प्रोसेस गर्नु गएको हो म यो चाहिँ साथीहरू यो चाहिँ जेल खाना रे राजाहरूको पालामा सिन्धुलीगढीको अब हामी जानुपर्ने हुन्छ साथीहरू फटाफट आज काठमाडौँ पुग्नुपर्ने हुन्छ हामी अगाडि दुईटा फुल्चीहरू हिँडिरहेको छ अहिले चाहिँ हामी सेती देवीको नजिकतिर आइपुगिसक्यौँ आज चाहिँ भिडियो बनाउन सक्दिनँ होला अलि बमेर हुन लागे जस्तो भइरहेको छ छोटो मिठो भिडियो हेरिदिनु होला आजलाई चाहिँ भन्दै यो चाहिँ मुलकोटको रिसोर्ट हजुरहरूलाई अलिकति देखाउन चाहिँ आजको भिडियोदेखि चाहिँ म बिदा लिन चाहन्छु मुलकोटको रिसोर्ट हजुरलाई देखाइसँगै बाइ बाइ साथीहरू नेक्स्ट भिडियोमा भेटौँला।